यहाँबाट चाहिँ 4 किलोमिटर हो जामाचोक माथि डाँडा पुग्नलाई। कहाँ जाँला हामी? अझै 4 किलोमिटर छ। भेनालाई के भयो? भेना ह्याङ भयो। जाउँ बिस्तारै त। हामी चाहिँ अहिले माथि लगभग तल टिकट काउन्टरबाट 1 किलोमिटर हिँडेर आयो माथि। अनि यहाँ एउटा अब चाहिँ हाम्रो यहाँ फेरि एकपटक टिकट चाहिँ दर्ता गर्नुपर्ने रहेछ। यहाँ चाहिँ हामी टिकट दर्ता गरेर अब चाहिँ हामी सिधा बाटो हिँड्नेछौँ। अब लगभग केही मिनट सिधा बाटो रहेछ। अनि त्यसपछि फेरि हामी उकालो जान्छौँ फेरि। ल है त हजुर, फ्रन्टमै यति राम्रो देख्छ कि। अनि मेरो कालो गोरे छ। हामी चाहिँ अहिले आधी बाटो पुग्यौँ। अब यहाँ चाहिँ एउटा रेस्ट गर्ने ठाउँ छ अरे। यहाँ चाहिँ बस्यो, खाजा खायो, यसो चिसो तिर्खा लगाएर पानी खायो, यसो आराम गर्ने ठाउँ। अब यसो यो चाहिँ तल चाहिँ हाम्रो काठमाडौँ भ्याली। लगभग यो चाहिँ हामी अहिले बिच बाटोमा आइपुग्यौँ। हे मोटी, हेलो। त थकाला? म हिँड्न सकेन। हो थकै लागेन? एकदम थकै लाग्यो है। यस। अनि किन हो त नि पुगको पुन्द्रो कहाँ बेच्न जाने हो? यो झोला हो। त्यहाँभित्र के छ? मेरो ब्याग, यसमा लुगा, पानी, अनि मेरो यहाँ मोबाइल। अनि अरू केही छैन। अरू केही छैन? अनि मलाई के लगाइदियो त्यहाँभित्र? मलाई ब्यागभित्र के छ? यहाँभित्र चिसो चिजबल। होइन के यहाँ होइन के तेरो ब्यागभित्र? ए यहाँ खै हेर्नुपर्छ। हो ल, माथि गएर मस्त खानुपर्छ है त। अब चाहिँ हामी बिस्तारै यहाँ चाहिँ खाजा खानेछौँ। अब घरबाट खाजा के बनाएर ल्याए त्यो खानेछौँ। हेलो हेलो, तिमी नि जामाचोक आएकी हो? हेलो गरिदेऊ न। अब चाहिँ हामी यहाँ खाजा खानेछौँ एकछिन। धोका लाग्यो? बहुत धोका लाग्यो। अब बिस्तारै लगभग हामी बिहान 10 बजे वहाँबाट हिँडेको। लगभग 2 घन्टा हिँड्यौँ। यो
उकालोबाट ओह्रालो चाहिँ जम्मै यति मात्रै रहेछ ओह्रालो भनेको यति मात्रै ल 100 पाइला जति ओह्रालो रहेछ त्यसपछि फेरि हामी उकालो बाटो लाग्यौँ यहाँ चाहिँ धेरै जाउँ बिस्तारी कान्छीले त साह्रै थकाला जस्तो छ अलि उज्यालो बनाऊ कि यो बाटो कि यो बाटो हाम्रो डेस्टिनेसन जामाचो काठमाडौँको जुन माथि टप हाइटमा हामी आइपुगेका छौँ यति खोज्न होइन यही हो बिहान लालीगुराँस त्यही हेर्न होइन यही हेर्न हो हिजोदेखिको होइन अब हिजोदेखिको प्लानिङ के होइन अझ 6 बजे अलार्म राखी उठेको अनि मस्त 2-2.5 घन्टाको बाटो हिँडेर आएको यति हो यी ल यही हो काठमाडौँ भ्याली कहाँबाट पो हेर्ने स्वयं कस्तो भयो त आजको बवाल
माथि चाहिँ कस्तो लाग्यो माथि ठिकै हुँ? रमाइलो 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 लाग्यो अनि माथिबाट के भ्यू देख्यो त नि काँडा उपत्यका अनि त्यति त हो हुँ? काठमाडौँ उपत्यका उतापट्टि शिवपुरी डाँडा अनि धादिङको गणेश हिमाल होइन हो अनि के मैले त्यति देख्न सफल भएँ हो हामी लाग्यो अब म चाहिँ अरूलाई के भन्न चाहन्छु भने होइन यदि काठमाडौँ बस्दै रुममा बस्दै हो त्यस्तो लागेको भए होइन एकचोटि आम के बरु एक्लै चाहिँ नआउनु होला अलिक ग्रुपमा भए त सहज हुने रहेछ एक्लै भयो नि मलाई फोन गर्नु अनि फेरि कोही आफ्नो त्यस्तै पर्सनल मान्छे आफ्नो प्यारो मान्छे भए झनै रमाइलो हुने रहेछ अनि एकदम बस्दै पढ्दै आफ्नो माइन्डलाई फ्रेस बनाउनको लागि चाहिँ यो ठाउँ चाहिँ उपयुक्त रहेछ मलाई चाहिँ बेस्ट लाग्यो होइन जस यहाँ आएपछि चाहिँ त्यो काठमाडौँको त्यो एकदम हो हल्ला काठमाडौँको त्यो दूषित हावापानी भन्दा चाहिँ एकदम राम्रो हावापानी चाहिँ हामीले लिएको महसुस गऱ्यौँ त्यसैले म सम्पूर्णलाई एकचोटि यहाँ आएर अहिले चाहिँ हामी यस्तो डल्लो कान्डहरूलाई रिटर्न आइसकेका छौँ है अनि यसो खुट्टा चाहिँ गलेर आराम गरेको एकछिन उफ नानी जामा चोक पुगेर आएको नानी छिटो हिँडे नानी है हँ? हामी चाहिँ अब तल टिकट काउन्टर पुग्न लाग्यौँ फर्केर के गर्नु गाह्रो छ साह्रै ओह्रालो खुट्टा काम्ने रहेछ ओह्रा झन् बाटो यस्तो छ यहाँ अबबाट खस्यो भने त्यहाँ पुगिन्छ गाह्रो तर माथि पुगेपछि एकदम रमाइलो छ काठमाडौँ भ्याली चाहिँ पुरै देखिन्छ